Good morning friends, welcome to my mini vlog again. Today is Thursday. आज पनि एकदमै छिटो उठे है। अन्त हिजो मिस्टरले ल्याउनु भएको थियो नि जुन चाहिँ ढुक्कु, त्यो चाहिँ म आज पकाउँदैछु। सुक्खा खोर्सानी रातो है पट्टै पड्काएर पाँचफोरन अलिकति प्याज लगाएर हेर्नुहोस् न, अब त ढुक्कुको सिजन पनि सक्नु आँट्यो है। जति सक्नु आँट्यो उति मिठो लाग्छ हैन। अन्त म चाहिँ ढुक्कु पनि पकाउन थालेको, उतापट्टि बेन्चीको मासु पनि पकाइदिँदैछु हो त्यसलाई पनि। अन्तखेरि चाहिँ हेर्नुहोस् न कस्तो खाउ लाग्दो भयो है ढुक्कु चाहिँ साथीहरू। हेर्नुहोस् है, बिहानको ब्रेकफास्टमा चाहिँ हो ढुक्कु पाक्यो। अब चाहिँ मैले यतापट्टि खाना बसाएँ अनि उतापट्टि चाहिँ मैले आलु पनि बसाएँ। आलुको सिटी पनि लाग्यो, किन भन्दाखेरि चाहिँ आलु पराठा चाहिँ लन्चमा लान्छु। मिस्टरलाई पनि यही बनाइदिन्छु है। आलु म्यास गरेँ, अलिकति आँटा पनि लगाएँ है, अलिकति नुन, अलिकति तिखालाल, अलिकति गरम मसला है लगाएर चाहिँ मैले चाहिँ यस्तो पाराले चाहिँ बनाउँदैछु है साथीहरू। हेर्नुहोस् न, एकदमै हतार है। मर्निङको त अब यस्तै नै त हुन्छ। मर्निङ वक चाहिँ मेरो चाहिँ चारटै हातखुट्टै चल्छ है साथीहरू। हेर्नुहोस् है, अब म त बेल्न पनि थालेको है, अनि पोली पनि हाल्छु। दिन अलिक चिसो चिसो भइरहेको छ साथीहरू, के गर्नु है। मर्निङको ड्युटी त अब यस्तो नै हुन्छ। अझै मिस्टरले त मलाई धेरै हेल्प गरिदिनुहुन्छ नि त। म किचनमा बसेपछि उहाँले यताउता बाहिरतिरको गरिदिनुहुन्छ हो। पराठा चाहिँ पाके पनि हुन्छ। बाई बाई।